मैले चाहिँ धेरै समय अघि नै खोलेको थिएँ यो युट्युब च्यानल। बिचमा थोरै भिडियोहरू हालेर पोस्ट गरेर चाहिँ ब्रेक भएको थियो र अबको दिनमा चाहिँ तपाईँको मेरो यो मिस्टर विकास ब्लग युट्युब च्यानलमा चाहिँ कन्टिन्युसली रूपमा चाहिँ एक्सटेन्सन हुन्छ, भिडियोहरू हाल्नेछु। सर्ट भिडियोदेखि लिएर नयाँ नयाँ कन्टेन्ट क्रिएसनहरू गरेर चाहिँ भिडियो हाल्नेछु भनेर चाहिँ तपाईँहरूलाई मैले चाहिँ आजको चाहिँ यो सर्ट भिडियो लिएर आएको छु। सर्ट र तपाईँहरूलाई चाहिँ मैले चाहिँ किन खोलेँ भन्नुहुन्छ होला है। मैले बुझाइमा चाहिँ मैले खोलेको, मैले मेरो बुझाइमा चाहिँ युट्युब च्यानलको खोलेर चाहिँ के गर्न सकिन्छ भन्ने एउटा मेरो अध्ययन र मैले जानेको बुझेको कुरालाई चाहिँ तपाईँहरूलाई म आज सेयर गर्न गइरहेको छु है। सर्वप्रथम त युट्युब च्यानलको चाहिँ एउटा सोसियल मिडिया हो है। सो यसको चाहिँ फाइदाहरू चाहिँ धेरै छ यो युट्युब च्यानलको चाहिँ। र त्यसमध्ये चाहिँ मैले जुन युट्युब च्यानलको फाइदाहरूलाई चाहिँ म आज तपाईँलाई भन्न गइरहेको छु। सर्वप्रथम त एकमा रहेको छ आफ्नो नामको चाहिँ आइडेन्टिटी गराउनको लागि तपाईँ को हो र के गर्नुहुन्छ र तपाईँको विशेषता के छ भन्ने बारेमा चाहिँ एउटा नाम, तपाईँको नामसँग जोडेर चाहिँ एउटा पहिचान बनाउन चाहिँ ग्रोथ गर्छ युट्युब च्यानलले। र दोस्रो कुरोमा रहेको छ आफ्नो रुचि, जुन तपाईँलाई हुन्छ नि त रुचि, तपाईँलाई के गर्न चाहना इच्छा हुन्छ त्यो रुचि क्षमता र तपाईँको इच्छालाई चाहिँ एक्सपोर्ट बनाउन चाहिँ मद्दत गर्छ है। जस्तै कि तपाईँ एउटा ब्लग बनाउन सक्नुहुन्छ, तपाईँ एउटा कुनै पनि भिडियोहरू बनाउन सक्नुहुन्छ, कुनै पनि कामको स्किलहरू डेभलप गर्न सक्नुहुन्छ। तपाईँको पढाइ सम्बन्धी तपाईँको हरेक कुरा हरेक विषयवस्तुलाई लिएर चाहिँ तपाईँलाई के सम्बन्धी चाहिँ अभिरुचि छ है, रुचि छ है, त्यो रुचिको चाहिँ तपाईँको एक्सपोर्ट भनेको एकदम जान्ने, एकदम विकसित हुनको लागि चाहिँ मद्दत गर्दछ युट्युब च्यानल। अर्को कुरो चाहिँ के रहेको छ भने तेस्रोमा रहेको छ कुनै पनि क्रिएटर, कुनै पनि कन्टेन्ट क्रिएटर तथा प्रोफेसनल जुन क्रिएटरहरूसँग चाहिँ नेटवर्किङ हुन पनि मद्दत गर्दछ। जस्तै कि तपाईँ पनि एउटा भिडियोहरू राम्रो क्रिएट गर्दै गइरहनु हो भने अन्य तपाईँभन्दा माथिको उच्च भिडियो एडिटिङ गर्ने, भिडियो क्रिएट गर्ने प्रोफेसनल एउटा लागेको चाहिँ मानिसहरूसँग चाहिँ नेटवर्किङ भनेको चिन्जान हुनसक्छ है तेस्रोमा चाहिँ। र चौथोमा रहेको छ जस्तै कि अर्को कुरो चौथोमा रहेको छ तपाईँले चाहिँ फ्युचर बिजनेस र प्रोडक्ट प्रमोट गरेर चाहिँ के गर्न सक्नुहुन्छ, आम्दानीको स्रोत बन्न सकिन्छ। तपाईँको चाहिँ के हुन्छ भने जस्तै कि तपाईँले युट्युब च्यानलमा चाहिँ क्रिएसन गरेर चाहिँ राम्रो क्रिएसन गरेर राम्रो कन्टेन्ट क्रिएट गरेर गर्नु हो भने तपाईँको युट्युब च्यानलमा चाहिँ जस्तै कि बिजनेस भविष्यमा चाहिँ त्यसबाट चाहिँ यो यस्तो रहेछ है भनेको एउटा भविष्यमा चाहिँ बिजनेस पनि गर्न सकिन्छ, व्यापार पनि गर्न सकिन्छ र प्रोडक्ट उत्पादन भएको वस्तुलाई चाहिँ प्रमोट गरेर चाहिँ के गर्न सकिन्छ, आम्दानी गर्न सकिँदो रहेछ एउटा युट्युब च्यानलबाट चाहिँ। अर्को कुरो रहेको चाहिँ के छ भने तपाईँको टाइम जुन खेर फाल्नु भएको छ त्यो टाइमको चाहिँ सदुपयोग हुन्छ है। भिडियो एडिटिङ गर्ने अर्को के फाइदा हुन्छ भने मुख्य कुरो त प्रेजेन्टेसन र कम्युनिकेसन गर्नको लागि चाहिँ धेरै मद्दत गर्दछ। सुरुमा बोल्नलाई डरै हुन्छ, त्यसपछि दोस्रोचोटिमा अलिकति धेरै बोल्दै गइन्छ र कतिलाई त डर हुन्छ नि त कसरी बोल्ने, के बोल्ने र शब्द पनि आउँदैन, जसकारण चाहिँ यसबाट चाहिँ भिडियो एडिटिङ अनि कम्युनिकेसन र कुनै पनि विषयवस्तुको चाहिँ प्रेजेन्टेसन गर्नको लागि चाहिँ एकदम मद्दत गर्दछ है।
र भोलि गएर चाहिँ कम्युनिकेसन गरेर चाहिँ एकअर्कामा चाहिँ राम्ररी अन्तर्वार्ता गर्न सक्ने बानीको पनि खुबीको पनि विकास हुन्छ भन्ने चाहिँ मद्दत गर्छ भन्ने मेरो चाहिँ त्यो पनि एउटा फाइदै रहेको छ। र अर्को चाहिँ के रहेको छ भने युट्युब च्यानलको फाइदा चाहिँ भोलि गएर तपाईँले राम्रो कन्टेन्ट क्रिएट गर्नुभयो भने, राम्रो भिडियो बनाउनु भयो भने, राम्रो सब्सक्राइबर बढ्यो भने आफ्नो देशदेखि लिएर अदर कन्ट्री पिपुलहरूसँग चाहिँ कनेक्सन हुन्छ है। अदर कन्ट्री भनेको जस्तै अदर कन्ट्रीमा चाहिँ अरू देशहरूमा बसेको मानिसहरूसँग पनि एउटा युट्युब च्यानलबाट चाहिँ तपाईँको कनेक्सन हुन्छ। तपाईँहरूले हालेको एउटा सानो भ्यू सानो फोटो र सानो रिलले गर्दाखेरि चाहिँ कनेक्सन हुन्छ। र लास्टमा चाहिँ के छ भने तपाईँको एउटा राम्रो युट्युब च्यानल कन्टेन्ट क्रिएट भयो भने तपाईँको लोकप्रियता त भइ नै हाल्छ। अर्को कुरो के हुन्छ भने लोकप्रियता, सम्मान र आम्दानीको स्रोत पनि बढ्छ। हस् त अबको दिनहरूमा मेरो कन्टिन्यू युट्युब च्यानलमा चाहिँ सर्ट भिडियोदेखि लिएर लामो भिडियोहरू पनि, लङ भिडियोहरू पनि कन्टेन्ट क्रिएट गरेर आउनेछ। नयाँ नयाँ विषयवस्तुहरू लिएर आउनेछ। त्यसको लागि तपाईँले मिस्टर विकास ब्लगलाई लाइक, सब्सक्राइब र सेयर गर्न नभुल्नुहोला। हस्त धन्यवाद।